केही सम्झनाहरू कहिले हलुका हुँदैनन्। आज शहीद दिवस। देशका लागि ज्यान अर्पण गर्ने शहीदहरू र हालका आन्दोलनमा बलिदान दिएका हाम्रा युवाहरूलाई सम्झिने दिन। लियो क्लब अफ नेपालगञ्ज खजुरा र नेपालगञ्ज जुनियर जेसिसले क्यान्डल लाइट प्रोग्राम अर्गनाइज गरेका थियौँ। स्ट्याचु भएको ठाउँ पुग्ने साथै हामी सरसफाइतिर लाग्यौँ। बिकज मार्टियर्सलाई सम्झिनु भनेको सिर्फ क्यान्डल र माला होइन, इज्जत र जिम्मेवारी पनि हो। अब फेरि इलेक्सन आउँदैछ। यो बेला भोट हाल्नु भनेको सिर्फ अप्सन चुज गर्नु होइन, रेस्पोन्सिबिलिटी लिने हो। योचोटि राइट मान्छेलाई भोट गरौँ, जसले देशको लागि उभिन सकोस्, जसले पावरभन्दा पहिला जनता र भविष्यको लागि सोचोस्। रिसेन्ट प्रोटेस्टमा करप्सनको अगेन्स्ट बोल्ने कति युवाहरू आज हाम्रो बीच छैनन्। इभन माई फ्रेन्ड्स, ही शुड स्टिल ह्याभ फुलफिल हिज ड्रिम्स। यो बलिदान खेर हुन नदिउँ। शहीदहरू अमर छन्, भोट राइट। बिकज नेपालको फ्युचर हामी सबैको हातमा छ। जय नेपाल।